ओम नमः शिवाय। आज सोमबार शिवको पूजा प्रार्थना व्रत बस्ने दिन है साथीहरू। म चाहिँ आज भगवान शिवको प्रार्थना भनौँ लिङ्गाष्टकम पाठ गर्दैछु है त। कस्तो हुँदो रहेछ सुनेर प्रतिक्रिया दिनु ल। ब्रह्मा मुरारी सुरार्चित लिङ्गम निर्मल भासित शोभित लिङ्गम जन्म जदुःख विनाशकलिङ्गम तत्प्रणमामि सदा शिवलिङ्गम देवमुनि प्रवरार्चितलिङ्गम कामदहं करुणाकरलिङ्गम रावणदर्प विनाशनलिङ्गम तत्प्रणमामि सदा शिवलिङ्गम सर्वसुगन्धिसुलेपितलिङ्गं बुद्धिविवर्धनकारणलिङ्गं सिद्धसुरासुरवन्दितलिङ्गं तत्प्रणमामि सदा शिवलिङ्गं कनकमहामणिभूषितलिङ्गं फणिपतिवेष्टितशोभितलिङ्गं सञ्चितपापविनाशनलिङ्गं तत्प्रणमामि सदा शिवलिङ्गम्।